कामको लागि हामीले आज प्यानल डिस्कसनको लागि हामी भेला भएका छौँ। यो खास किन गर्नु पर्यो भन्दाखेरि हामीले विगत 7 वर्ष 8 वर्ष अगाडि भक्तपुर घण्टासाना हाम्रो सङ्घ र पर्यटन विकास समिति मिलेर यो हाम्रो भक्तपुरमा रहेका जति पनि रैथाने परम्परागत स्थानीय उत्पादनहरू छन् तिनीहरूलाई चाहिँ पर्यटनसँग जोडेर यहाँको आर्थिक विकासलाई अगाडि लानुपर्छ भन्ने दिशामा हामीले यो गो लोकल कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। त्यससँगसँगै अहिले हामीले यो उत्पादन मात्र नभइकन जुन हाम्रो मठ मन्दिरहरू छ, जस्तै पाँचदेले मन्दिर छन् 300-350 वर्ष अगाडिको, त्योभन्दा अगाडिको जुन पेसाहरू छ, जुन स्किलहरू छ, जुन हाम्रो कार्य गरिरहेको छ, त्यो पनि एउटा सम्पदा हो। किनभने त्यसलाई हामीले सम्पदाको रूपमा लान सकेन भने चाहिँ हामी पछिको लागि चाहिँ गाह्रो हुन्छ। त्यस कारण चाहिँ हामीले यो ट्रेडिसनल इन्डस्ट्रियल हेरिटेज सँगसँगै हाम्रो यो ट्रेडिसन टु इनोभेसन भनेर एउटा नाम दिएर हामीले अगाडि बढ्न सक्यौँ भने हामी भक्तपुरमा रहेका जति पनि उद्यम व्यवसायहरू छ, जुन परम्परागत उत्पादनहरू छ, परम्परागत पेसाहरू छन्, सबैलाई चाहिँ हामी आर्थिक रूपमा अगाडि लान सकिन्छ। किनभने अहिले हाम्रो देशको बिचतिर ठुल्ठुला देशहरू छ, उहाँले धेरै उत्पादन गर्नुहुन्छ अनि हामीले उहाँहरूले जुन हाम्रो उत्पादन छ उहाँहरूसँग कम्पिटिसन गर्नलाई गाह्रो हुन्छ। त्यस कारण चाहिँ हामीले हाम्रो भक्तपुरमा रहेका जति पनि उत्पादनहरू छ त्यसलाई चाहिँ हामीले स्टोरी टेलिङ मार्फत चाहिँ सबै हाम्रो भक्तपुरमा आउने जति पनि टुरिस्टहरू छ उहाँले राष्ट्रिय टुरिस्ट इन्टरनेसनल टुरिस्टहरूलाई चाहिँ हामीले यसको कथाहरू बोलेर हामीले उहाँले भनेर चाहिँ हाम्रो जुन स्थानीय उत्पादन छ त्यसलाई चाहिँ प्रवर्धन गर्न सकिन्छ, राम्रो गर्न सकिन्छ भने चाहिँ हामी लागेका छौँ। त्यस कारण चाहिँ हामीले आज यो डिसिसन गरेको कारण चाहिँ यो विदेशमा पनि छ यो इन्डस्ट्रियल हेरिटेज हुन्छ, यो प्रत्येक वर्ष कन्फरेन्स हुने रहेछ हरेक विदेशमा पनि। अनि विदेशमा चाहिँ इन्डस्ट्रियल हेरिटेजको रूपमा लान्छ भने हामीले चाहिँ इन्डस्ट्रियल हेरिटेज छैन, हामीले चाहिँ यहाँको स्किललाई चाहिँ हामीले चाहिँ परम्परा उद्योगमा उत्पादित वस्तुलाई चाहिँ हामीले चाहिँ हेरिटेजको रूपमा लानुपर्छ भने चाहिँ हामी यसमा डिस्कसन गर्न खोजिरहेका छौँ। त्यो सँगसँगै अहिले भर्खरै मात्र भक्तपुर नगरपालिका अन्तर्गत यो खोपा कलेज अफ लमा चाहिँ हामीले इन्टेन्जिबल हेरिटेजको 5वटा प्रोडक्टलाई चाहिँ उहाँले रेजिस्ट्रेसनको लागि लानुभएको छ, रेजिस्ट्रेसन गर्नुभएको छ। त्यो त्यसमा हामीले यो गो लोकलको तर्फबाट पनि हामी सबले उहाँलाई साथ सहयोग दिएका थियौँ। त्यस कारण आज हामीले यो यो ट्रेडिसन टु इनोभेसन जुन ट्रेडिसनल इन्डस्ट्रियल हेरिटेज जुन शब्द छ, आज हामी यो गो लोकलको मात्र नभइकन हामी भक्तपुरमा जति पनि सङ्घ संस्थाहरू छन्, जति पनि उद्यम व्यवसाय जस्तै यहाँ जति पनि शिल्पकला शिल्पी हस्तीहरू हुनुहुन्छ उहाँले जति पनि गर्नुहुन्छ नि त्यसलाई हामीले कथा बनाउन सकेनौँ भने हामी पछि पर्छौँ। किनभने अहिले चाइनाले हामीका यहाँका उद्यमीहरूलाई लगेर चाहिँ त्यहाँ उहाँले तालिम जेल लगाएर यहाँको सिपलाई चाहिँ स्थापित गर्ने कोसिस गरिरहेको छ। त्यस कारण हामी त्यस्तो नहोस्, कमसेकम हाम्रो सिप हाम्रो कलालाई चाहिँ जोगाइराख्नुको लागि हामी आफै सबै हामी तत्पर भएर हामी अगाडि बढ्नुपर्छ। यदि हामी यसरी छलफल गरेर हामी अगाडि बढ्न सकेनौँ भने जति पनि हामीसँग भएको सिप छ, हाम्रो कला छ, त्यो चाहिँ विस्तार हुने निश्चित छ। त्यस कारण अहिले पनि हेर्नुहोस्, अहिले पनि बजारमा तपाईँको जुडोको बारेमा धेरै अनेकौँ कुराहरू आइएको छ। अहिले पनि तपाईँको नेपाल सरकारले जुडोलाई गुणस्तर मापदण्डको अहिले पनि दिइरहेको छैन, अनुमति दिइरहेको छ, उत्पादन गर्नलाई अनुमति दिइरहेको छ। किन दिइरहेको छैन भने चाहिँ उहाँले चाहिँ जुडोलाई चाहिँ दहीसँग कम्पेरिजन गरिराख्नु भएको छ। त्यस कारण चाहिँ हामीले उहाँले भनेको छ जुडो र दही भनेको फरक हो। किनभने दुध चाहिँ पदार्थ हो, तर यो जुडो र दही चाहिँ एउटै प्रकृतिको होइन, किनभने उसको उत्पादन प्रक्रिया नै फरक छ। जस्तै अहिले हामीले भात गर्ने टोपी छ, अहिले अस्ति शिरोसारले भन्नुभयो भात गर्ने टोपी भनेको कहाँ बन्छ भने चाहिँ जेलभित्र बन्छ। जुन त्यहाँका कैदीहरू हुन्छ उहाँले चाहिँ कैदीहरूलाई चाहिँ उहाँले बुन्छ भने चाहिँ भन्नु। किन यो हामीसँग भएको कुराहरू जुन सिप छ, जुन उत्पादन छ, त्यो हामीले मार्केटिङ नै गर्न सकेनौँ। यस कारण हामीले जति पनि भक्तपुरमा रहेका स्थानीय उत्पादनहरू छ त्यो चाहिँ हामीले पर्यटनसँग जोड्नको लागि चाहिँ हामीले यसरी छलफल चलाएर जुन हामीसँग भएको स्किल उत्पादनहरूको बारेमा चाहिँ यसरी हेरिटेजको रूपमा चाहिँ हामी छलफल चलाएर अगाडि बढ्न सक्यौँ भन्नेमा राम्रो हुन्छ भनेर यहाँहरू सबै हामी सँगै बसेर आज छलफलको लागि बसेका छौँ। र पछि प्यानल डिस्कसनपछि आफूलाई लागेको कुराहरूलाई चाहिँ राखिदिनु हुन अनुरोध गर्दै आजको यो जुन ट्रेडिसनल इन्डस्ट्रियल हेरिटेज छ यसमा हजुरहरू पनि जुन ट्रेडिसन टु इनोभेसन अहिले परम्परादेखि अहिलेसम्म चाहिँ हामीले कसरी चाहिँ लान सकिन्छ भनेर विचारहरू पोखिदिने मैले विश्वास दिएको छु भन्ने बिदा चाहन्छु। धन्यवाद। नमस्ते सम्पूर्णमा, म रमिला द्वाल भक्तपुर पर्यटन विकास समितिको कोषाध्यक्ष साथसाथै गो लोकल कार्यक्रमको सदस्य पनि हो। पेसाले म जुडो व्यवसायी हो र हाल
त्रिभुवन युनिभर्सिटीमा चाहिँ कल्चर डिपार्टमेन्ट अन्डर म पिएचडी गर्दैछु। आजको प्रोग्रामको बारेमा विस्तृत जानकारी हाम्रो संयोजकजी र भक्तपुर घरेलु सङ्घका अध्यक्षज्यूबाट धेरै जानकारी पाइसक्नु भएको छ र अब पछिको चाहिँ हाम्रो प्रेजेन्टेसन चाहिँ गो लोकल टिमले चाहिँ के कस्ता गतिविधिहरू गर्दैछ भन्ने बारेमा हुन्छ। सो हामीले चाहिँ गो लोकल कन्टिन्यू गर्दै पनि फेरि अर्को एउटा नयाँ कन्सेप्ट यसमा एड गरेका छौँ, जुन चाहिँ ट्रेडिसनल इन्डस्ट्रियल हेरिटेज भनेको छ। यो चाहिँ अब के हो भन्दाखेरि भक्तपुरमा भएको रैथाने उत्पादनहरूलाई चाहिँ हामीले इन्टेन्जिबल हेरिटेजको रूपमा चाहिँ प्रमोट गर्नको लागि एउटा कन्सेप्ट डेभलप गरेका थियौँ। यो मेरो प्रेजेन्टेसन चाहिँ 5 फेजमा चाहिँ म अहिले प्रस्तुत गर्छु हजुरहरूलाई। फर्स्टमा चाहिँ सम्पदा भनेको के हो हुन्छ, त्यसपछि चाहिँ भक्तपुरमा अहिलेको करेन्ट सिचुएसन अफ टुरिज्म कस्तो छ, र त्यसपछि चाहिँ घरेलु उद्योग भनेको के हो, र पर्यटन घरेलु उद्योग र सम्पदाले चाहिँ हाम्रो भक्तपुरमा कस्तो प्रभाव परिरहेको छ भन्ने बारेमा म प्रस्तुत गर्दैछु हजुरहरूलाई। सो सुन्यो। सो फर्स्टमा चाहिँ वाट इज हेरिटेज भन्दाखेरि चाहिँ सम्पदा भनेको के हो त भन्दाखेरि कुनै पनि समुदायमा पुर्खौँबाट चाहिँ हामीले पाएको टेन्जिबल अथवा इन्टेन्जिबल हेरिटेज जुन चाहिँ अहिले हामीले देखिरहेछौँ भोगिरहेका छौँ, त्यसमा चाहिँ यहाँको कल्चरल हुनसक्छ अथवा एट्र्याक्सनहरू हुन्छ, नेचुरल एट्र्याक्सनहरू हुनसक्छ। तिनीहरू चाहिँ हामीले नेक्स्ट जेनेरेसनको लागि चाहिँ जुन हामी सम्पत्तिहरू छोड्छौँ नि त्यसलाई चाहिँ हामी सम्पदाको रूपमा बुझ्छौँ। यसले चाहिँ टेन्जिबल र इन्टेन्जिबल गरेर 2 पार्टमा चाहिँ डिभिजन गरेको छ। जसमा टेन्जिबलको कुरा गर्नुपर्दाखेरि यहाँ रहेका मठ मन्दिर, हिस्टोरिकल बिल्डिङ्सहरू, आर्कोलोजिकल साइट्सहरू, आर्टिफ्याक्ट्सहरू रहन्छ भने इन्टेन्जिबल हेरिटेज भनेको हाम्रो भाषा, रहन सहन, कल्चरहरू जुन हामी पुर्खौँदेखि चाहिँ हामीले प्र्याक्टिसमा गरिरहेको चिजहरू, तिनीहरू चाहिँ इन्टेन्जिबल हेरिटेज हो। जस्तै इक्जाम्पलको लागि मैले यहाँ फोटोहरू लिएको छु। यो हाम्रो दरबार स्क्वायरको नर्सिङ होमको, त्यस्तै गरी 5 तले मध्ये 17th सेन्चुरीको, र अर्को भक्तपुर दरबार स्क्वायर जुन चाहिँ युनेस्को वर्ल्ड हेरिटेज साइटमा लिस्टेड पनि छ। त्यसै गरी चाङ्गो नारायण टेम्पल, र अर्को यो महाकाली त्यो चाहिँ। अर्को इन्टेन्जिबल हेरिटेजको कुरा गर्नुपर्दा चाहिँ हाम्रो यो जात्रा पर्वहरू, जस्तै फोटोमा देख्न सक्नुहुन्छ हाम्रो यो स्वस्थानी व्रतको पिरियडमा चाहिँ यो शिलामोडको टुडेली वर्ड हुन्छ। त्यस्तै गरी यो हाम्रो यो जुन अहिले फोटोमा देख्नुभएको भइरहेको चाहिँ टेन्जिबल हेरिटेजमा पर्यो, तर योसँग रिलेटेड जति पनि जात्राहरू छ यिनीहरू चाहिँ हाम्रो इन्टेन्जिबल हेरिटेजहरू हो। त्यसै गरी हाम्रो यो ड्योबो छ्याउ, अर्को हाम्रो भजन दाफाहरू। र अब चाहिँ टुरिज्मको कुरा गर्नुपर्दाखेरि भक्तपुरमा चाहिँ अहिले टुरिज्मको करेन्ट सिचुएसन चाहिँ कस्तो छ भन्दाखेरि डिफिनेसनमा भन्दा पनि हामी चाहिँ यो टुरिज्म इन भक्तपुरको कुरा गर्छौँ। जस्तै हो न हो नेपालमा अलमोस्ट 60 non-SAARC गरेर चाहिँ एराउन्ड 2,50,000 जति चाहिँ टुरिस्टहरू एराइभल हुन्छ। मैले यो 3 इयर्सको डाटा यसमा लिएको छु। तपाईँको यो लास्टको 80 to 83 को चाहिँ चैतसम्मको मात्रै मैले डाटा पाएको गर्दाखेरि मैले सो गरेँ। त्यसपछि हाम्रो भक्तपुरमा चाहिँ एकोमोडेसन फेसिलिटी कस्तो छ भन्दाखेरि ठुलो सानो गरेर होटेलहरू जम्मा 62 वटा रहेको छ। गेस्ट हाउसहरू, यसमा चाहिँ सानो इन्सहरू सबै पर्छ। त्यसै गरी रेस्टुरेन्ट गर्दाखेरि चाहिँ ठुलो सानो गरेर एराउन्ड 17 टुरिस्ट रेस्टुरेन्ट्सहरू रहेको छ। यो चाहिँ लोकल गाइड हो, यसमा चाहिँ सिटी गाइड इन्भल्भ छैन। टोटल नम्बर चाहिँ स्टार्टिङ पोइन्टमा चाहिँ 80+ थियो, तर अहिलेको टाइममा चाहिँ 52 जना चाहिँ लोकल गाइड्स हामीसँग एभाइलेबल छ। त्यसै गरी ह्यान्डिक्राफ्ट सप्सहरू चाहिँ 83। र अब चाहिँ घरेलु उद्योगको कुरा गर्नुपर्दाखेरि चाहिँ घरेलु उद्योग भनेको के हो भन्दाखेरि यहीँको लोकल मान्छेले चाहिँ आफ्नै घरमा अथवा सानो कार्यस्थलमा कुनै अब परिवारको सहयोगले सानो लगानीमा चाहिँ पुस्तौँदेखिको कलालाई चाहिँ जोगाएर बनाउँदै गरेको एउटा अथवा रन गरेको इन्डस्ट्री हो, जसको चाहिँ अब यसको के फ्याक्टर्स भन्नुपर्दाखेरि चाहिँ यसलाई धेरै लगानी पर्दैन। सानो धेरै नम्बर अफ इम्प्लोइज नभए पनि परिवार नै मिलेर अथवा 1-2 इम्प्लोइजहरू राखेर चाहिँ जुन रन सञ्चालन गरिरहेको त्यस्तो इन्डस्ट्रिजहरू पर्दछ। जस्तै मैले इक्जाम्पल लागि चाहिँ यहाँ हाम्रो
तानको बुनाइ लिएको छु। यो नेपाली कपडाहरू, अर्को नेपाली कागज, अर्को यो कागजको मुकुलो, यो ऊनको बुनाइ, त्यसै गरी हाम्रो यो चिउरा फ्याक्ट्री, अर्को यो काठको मुकुलो। अब चाहिँ यो तिनटाको डेफिनेसन हामीले बुझिसकेपछि चाहिँ भक्तपुरमा चाहिँ पर्यटन सम्पदा र उद्योगको चाहिँ कस्तो रिलेसनसिप रहेको छ भनेर म अलिकति ब्रिफ गर्न गइरहेको छु। जस्तै हामीसँग भक्तपुरमा भनौँ अथाह सम्पदाहरू छ। त्यो सम्पदाले गर्दाखेरि चाहिँ विभिन्न देशबाट पर्यटकहरू हाम्रोमा घुम्न आउँछ। मानौँ 30 लाख जस्तो चाहिँ पर इयर आउँछ भने उनीहरूको इन्ट्रान्स फीबाट केही सर्टेन कन्ट्रिब्युट चाहिँ इकोनोमिकली हुन्छ। त्यसैलाई चाहिँ हाम्रो नगरपालिकाले चाहिँ अहिले विभिन्न प्रिजर्भेसन र कन्जर्भेसनको पार्टलाई चाहिँ जोड दिएर एकदमै राम्रो काम गरिरहनु भएको छ। साथसाथै त्यसले गर्दाखेरि चाहिँ यहाँ डिरेक्टली अथवा इन्डाइरेक्टली चाहिँ कटेज इन्डस्ट्रीलाई चाहिँ कसरी हेल्प भइरहेको छ त। जस्तै टुरिस्टहरू घुम्न आउँछ, यहाँ आउँछ, हामी पोट्री स्क्वायर गयो भने त्यहाँ लाइभ पोट्री बनाइरहेको देख्न सकिन्छ। त्यसले गर्दाखेरि टुरिस्ट र त्यहाँको आर्टिसियनको डाइरेक्ट कनेक्सन बन्छ। त्यसले गर्दाखेरि उसले त्यहाँबाट डाइरेक्ट सामान पनि लिन सक्छ। यसले गर्दाखेरि चाहिँ हेरिटेज टुरिज्म र कटेज इन्डस्ट्री चाहिँ एक अर्कामा इन्टर रिलेटेड छ भनेर देखाउन खोजेको हो। सो यही कुराहरूलाई चाहिँ विचार गरेर अराउन्ड 7 इयर्स अगाडि जति चाहिँ भक्तपुर पर्यटन विकास समिति र उद्योग घरेलु सारा उद्योग सङ्घ मिलेर चाहिँ एउटा गो लोकल कन्सेप्ट भनेर हामीले तयार गरेका छौँ, जसको उद्देश्य चाहिँ यहाँको रैथाने प्रडक्टहरूलाई चाहिँ ग्रासरुट लेभलको मान्छेहरूलाई चाहिँ कसरी टुरिज्मसँग लिङ्क गरेर उनीहरूलाई कसरी बेनिफिट गराउने अथवा लोकल कम्युनिटीसँग चाहिँ कसरी त्यो बेनिफिसियल गराउने भन्ने हिसाबले चाहिँ हामीले गो लोकल कन्सेप्ट तयार गरेका थियौँ। अब अघि नै सायद गो लोकलको बारे अलिकति ब्रिफिङ त भइसक्यो, त्यही भएर म यो पार्टलाई चाहिँ स्किप गर्छु। हामीले चाहिँ रिसेन्टली चाहिँ 15वटा प्रोडक्ट्सलाई मात्रै यसमा इन्लिस्ट गरेका छौँ। नेक्स्ट पार्टमा चाहिँ योभन्दा अझै बढी पनि आउँदैछ, जसमा चाहिँ हाम्रो ऐला, उल वेभिङ अथवा उनको बुनाइ, कागजको मुकुन्डो, यो काष्ठकला, गलैँचा, यो चामल तथा पिठो, अर्को जुजुदौ, यो बजी, अनि तानको बुनाइ, धातुकला, नेपाली कागज, यो फेल्ट बुनाइ। यो धेरैको क्वेसन होला, फेल्ट बुनाइ चाहिँ हाम्रो अथेन्टिक अथवा ट्रेडिसनल इन्डस्ट्री नभए पनि धेरैले प्र्याक्टिस गरिरहेको र धेरै वर्ष चाहिँ यहाँको मान्छेले यो एडप्ट गरिरहेको भएर चाहिँ यसलाई चाहिँ ओनरसिपको रूपमा पनि हामीले कन्टिन्युटी गर्नुपर्छ। यो पनि एउटा इकोनोमिकलाई चाहिँ इकोनोमिक सपोर्ट गर्ने चिज हो भनेर चाहिँ हामीले खास अहिलेको लागि चाहिँ यो फेल्ट पनि राखेका हौँ। त्यसपछि तगातबुली र पोट्री, अहिलेको लागि चाहिँ हामीले ओन्ली 15 प्रोडक्ट चाहिँ लिस्टमा राखेका छौँ। यो कुरा अघि हाम्रो सहयोग सरले पनि भनिसक्नु भएको छ। जस्तै अहिलेको कन्टेक्समा कुरा गर्नु पर्दाखेरि नेपाल चाहिँ इन्डिया र चाइना जब कि वर्ल्डको लार्जेस्ट अथवा बिगेस्ट इकोनोमिक इम्प्याक्ट पार्ने देशहरूको बिचमा छौँ। यस्तो अवस्थामा चाहिँ हामीले नेपालले आफूले आफूलाई कसरी सस्टेन गर्ने, आफ्नो आइडेन्टिटी कसरी देखाउने भन्दाखेरि चाहिँ अहिले हामीसँग भएको पुर्खौली सम्पत्तिको रूपमा चाहिँ ट्रेडिसनल इन्डस्ट्रियल हेरिटेजलाई चाहिँ हामी समातेर अथवा त्यसलाई अगाडि अपग्रेड गरेर त्यसरी चाहिँ लग्यो भने मात्रै हामीले आफ्नो आइडेन्टिटी सर्भाइभ गर्न सक्छौँ भन्ने हिसाबले राखेको हो। र यो अर्को यो किन चाहिँ ट्रेडिसनल इन्डस्ट्रियल हेरिटेज इम्पोर्टेन्ट छ भन्दाखेरि इन्डस्ट्री आफैमा पनि इनोभेसन हो। जस्तै आजभन्दा धेरै वर्ष अगाडिदेखि नै हाम्रो पुस्ताहरूले त्यो अलरेडी इनोभेट गरिसकेका छन्। हाम्रो अहिलेको कन्सेप्ट के हो भने यो इनोभेसनलाई चाहिँ कसरी अपग्रेड गर्ने त, यसलाई मोडिफाई नगरिकन उसले आफ्नो अथेन्टिटीलाई नमासिकन कसरी चाहिँ आफूले आफूलाई इन्हान्स गर्ने र कसरी चाहिँ ग्लोबली रिनाउन्ड हुने भनेर चाहिँ हामीले त्यो प्र्याक्टिसहरू गरिरहेका छौँ। अब यो ट्रेडिसनल इन्डस्ट्रियल हेरिटेजले चाहिँ धेरै फाइदाहरू हुन्छ, जसमध्ये एउटा सेल्फ इम्प्लोइमेन्टको अपर्च्युनिटी पनि क्रिएट गर्छ। अर्को भनेको यहाँ रहेका म्याक्सिमम लोकल रिसोर्सेसहरूको युज पनि हुन्छ र अर्को अभियसली इन्डस्ट्रियल राम्रो भयो भने यहाँको टुरिज्म त अटोमेटिकली बुस्ट हुन्छ।
यसले लोकल इकोनोमीलाई पनि सपोर्ट गर्छ र अर्को मोस्टली इम्पोर्टेन्ट प्रिजर्भेसन र कन्जर्भेसनको पार्ट हुन्छ। सो हामीले चाहिँ यो इन्डस्ट्रियल हेरिटेज चाहिँ ट्रेडिसन टु इनोभेसन कसरी भइरहेको छ भनेर सानो स्याम्पल्सहरू चाहिँ म देखाउन गइरहेछु। जस्तै यहाँले पिक्चरमा हेर्न सक्नुहुन्छ, यो चुरा कुटेको पहिले हाम्रो ट्रेडिसनल वेमा चाहिँ यसरी दिदी बहिनीहरू मिलेर कुनै भोज भतेर भयो भने 1 महिना अगाडिदेखिको प्रिपरेसन स्टार्ट हुन्छ। त्यो बेला चाहिँ वरिपरिको कम्युनिटीहरू लिएर सँगै बसेर यसरी चुरा कुटिङ गर्थ्यो। यसमा युज भएको टेक्निक्स पनि एकदमै लोकल नै भयो। त्यो पछिको अलिकति डेभलपमेन्ट आयो, मसिनहरू युज हुन थाल्यो र त्यो बेला चिउरा यहीँ कुटिन्थ्यो, यहीँ खाइन्थ्यो, तर ट्रान्सपोर्ट चाहिँ हुँदैन थियो। त्यस्तोको लागि अहिले चाहिँ हामीले इनोभेसनको रूपमा चाहिँ यसरी प्याकेजिङ गरेर पनि एक्सपोर्ट गर्ने गरेका छौँ। र अर्को इनोभेसनको पार्टको कुरा गर्नु पर्दाखेरि खालि प्रोडक्ट इम्पोर्ट अथवा एक्सपोर्ट गर्ने मात्रै नभइकन त्यो प्रोडक्ट कसरी बनाइन्छ त्यो पछाडिको स्किललाई पनि हामीले कसरी डेमोन्स्ट्रेट गर्छौँ भन्दाखेरि, फर इक्जाम्पलको लागि एउटा कुनै ग्रुप भक्तपुर आयो भने उनीहरू भिजिट गर्दाखेरि हामीले कुलिनरी टुर भनेर एउटा प्र्याक्टिस गरेका छौँ, जसमा चाहिँ यहाँ प्र्याक्टिस भएको स्मल हेरिटेजहरूलाई सर्टेन टाइमको लागि चाहिँ हामीले टुर गराउँछौँ। त्यो गराएपछि चाहिँ उहाँले केही सर्टेन अमाउन्ट चाहिँ त्यो कटेज त्यो इन्डस्ट्रीको लागि चाहिँ कन्ट्रिब्युट गर्नुहुन्छ। जस्तो अर्को रहेको फोटोमा हेर्न सक्नुहुन्छ, जस्तै पोट्री स्क्वायर भयो। हाम्रो त्यो बेलादेखिको पोट्रीको प्याटर्न र हामी अहिलेसम्म आउँदाखेरि चाहिँ कति भास्ट डिफ्रेन्स छ, विदाउट चाहिँ हामीले आफ्नो अथेन्टिसिटीलाई नमासिकन। त्यो साइडको फोटोमा दिनुहुन्छ, हामीले प्रोडक्ट सेल भन्दा पनि प्रोडक्ट एक्सपिरियन्समा चाहिँ अहिलेघरि अलिक बढी जोड दिनुपर्ने चाहिँ आवश्यक देखेको छ। जस्तै टुरिस्ट आउँछ, यहाँ आएर पोट्री हेर्ने र किन्ने भन्दा पनि त्यो पोट्री कसरी बनाइन्छ भन्दाखेरि त्यो एक्सपिरियन्स पनि उसले लिएर जाओस् भनेर चाहिँ यसरी पनि प्र्याक्टिस भइरहेछ। अर्को चाहिँ जुल्दो, अहिले चाहिँ धेरै नै यो बर्थडेज अथवा कुनै पनि फङ्सन्सहरूमा चाहिँ केकले एकदमै ओभरल्याप गरेको टाइममा चाहिँ हामीले चाहिँ जुल्दोलाई कसरी इनोभेटिभ रूपमा चाहिँ त्यो प्रडक्टलाई डेभलप गर्न सक्छौँ भनेर एउटा सानो स्याम्पल हो। र अर्को रहेको छ यो ऊनको बुनाइ। यसमा चाहिँ हामीले यो प्रोडक्ट त बनाउँछौँ, यो प्रोडक्ट हामीले बाहिर सेल पनि गर्छौँ र साथसाथै यहाँ आउने पर्यटकहरूलाई चाहिँ त्यो बुन्न पनि सिकाइन्छ। र अर्को रहेको छ यो नेपाली कागज। पहिला चाहिँ हामीले नेपाली कागज भनेको सरकारी अड्डामा मात्रै प्रयोग हुन्थ्यो, तर अहिले चाहिँ यसलाई अलिकति इनोभेटिभ रूपमा चाहिँ हामीले डायरीहरू बनाएर हुन्छ कि अथवा पेपर ल्याम्पहरू बनाएर हुन्छ कि त्यसरी पनि त्यो प्रोडक्ट चाहिँ नयाँ इनोभेटिभ अथवा क्रिएटिभ वेमा चाहिँ यसरी बनाएको छ। र अर्को अहिले त एकदमै फेसन ट्रेन्ड चाहिँ एकदमै एभ्री मन्थ जस्तो चेन्ज हुने टाइममा चाहिँ हामीसँग भएको नेपाली लुगा अथवा यहीँ बन्ने लुगालाई चाहिँ कसरी अपग्रेड गर्न सकिन्छ त। अब यो हाको पटासीले नै भनौँ भने बच्चाहरूले पहिला लगाउँदाखेरि हाको पटासी नलगाउने भन्थ्यो नि त, तर यसलाई अलिकति इन्हान्स गर्यो भने सबैले लगाउने रहेछ भन्ने भयो नि। सो अर्को रहेको छ एकदमै इम्पोर्टेन्ट यो चामल र पिठो। त्यो बनाउँदाखेरि सायद कमैले योमारी अथवा चतामारी नचाख्ने कमै होला, त्यसमध्ये पनि अझै त यो मरीलाई प्रमोट गर्नको लागि धेरै कम्पिटिसनहरू पनि हुने गरेछ। हामीले पनि लास्ट टाइमको त्यो कम्पिटिसनमा पार्ट लिएर चाहिँ यो गोलोको योमरी बनाएका थियौँ। यति भन्दै म यहाँहरूसँग चाहिँ बिदा चाहन्छु। केही क्वेसन छ भने चाहिँ हाम्रो नेक्स्ट सेसनमा चाहिँ राख्नेछौँ। हस्, थ्याङ्क यू। पहिलो